गुड मर्निङ गाइज, वेलकम टु माई ब्लग। नयाँ दिन नयाँ सुरुवात है। आजको ब्लग चाहिँ अलिकति इन्ट्रेस्टिङ हुन्छ किनभने आज मलाई अलिकति बढी काम छ, पहिलेभन्दा बढी काम छ होइन। अनि यो भिडियो चाहिँ अलिकति इन्ट्रेस्टिङ हुन्छ, त्यही भएर लास्टसम्म हेरिदिनु, कहीँ नजानु है। खाँदाखेरि हेर्नु, हग्दाखेरि हेर्नु, पिउँदाखेरि हेर्नु, तर हेर्नु है प्लिज। अनि यो भिडियोमा चाहिँ मैले एउटा मेन कुरो नि गर्नु बाँकी थियो, के भन्छ नि त्यो अस्तिको मैले भनेको थिएँ नि त्यो गिभ अवेको लागि चाहिँ त्यसमा चाहिँ मैले भनेको थिएँ कि एकजनाले एउटा मात्रै गऱ्यो भने चाहिँ ठिक हुन्छ भनेर, तर तिमीहरूले चाहिँ एउटैले कति धेरै गरेर अनि 100 पुऱ्याइदियो। तर केही छैन, त्यो चाहिँ मैले अब डिस्क्वालिफाइड हुन्छ भनेर साफ लेखेको थिएँ मैले डिस्क्रिप्सनमा, तर त्यो भाइले गर्यो। तर केही छैन, त्यो भाइ तिमी अर्को आइडीबाट एउटा कमेन्ट मात्रै गर है, तिम्रो त्यो आइडी चाहिँ डिस्क्वालिफाइड भयो। तर त मैले सोधेको थिएँ कतिचोटि खतरा लेख्यो भनेर, तिमीहरूले कसैले पनि त्यस्तो धेरै लेखेको छैनौ। तर 100 कमेन्ट पुरा भयो, त्यही भएर चाहिँ म आउने स्याटरडे चाहिँ नेपाली 12 कि 1 बजी चाहिँ इन्स्टाग्राममा लाइभ आएर चाहिँ त्यो रिभिल गर्छु है, गिभ अवे गर्छु है। ल त्यो कुरो त त सबै बुझिसक्यो होला। अब चाहिँ म अलिकति मैले किन इन्ट्रेस्टिङ हुन्छ भनेर भन्दाखेरि चाहिँ आज एउटा भाइ आउँदैछ मलाई भेट्न, प्लस मेरो नि अलिकति प्याकेजहरू आउँदैछ, त्यो प्याकेजहरू पनि रिसिभ गर्नुपर्ने छ। तर त्यो फेरि मलाई पिआर आएको होइन, फेरि पिआर सोच ल तिमीहरूले, तर पिआर चाहिँ होइन। ल प्लिज यति फेमस पनि भएन, म यति फेमस बनाइदेऊ न, पिआर आउने बनाइदेऊ न यार। केटाकेटी के गरे यत्रो यार, यत्रो फेमस हुँदा पनि एउटा पिआर आएन जिन्दगीमा यार। केही छैन, आउँछ कि बिस्तारै बिस्तारै, अब ब्लगले आउँछ कि। र ठिकै छ, त्यही अब पिआर त होइन, प्याकेज लिन जानु लाग्यो। अनि त्यसपछि अलिकति लुगाहरू पनि किन्न छ, त्यही हेरौँ के हुन्छ है। बस आउन अझै टाइम छ, यो कुन बस आउनु पर्ने हो भन्दाखेरि चाहिँ 28 होइन 29, 6 मिनट पछि आउँछ। 6 मिनट पछि चाहिँ आउँछ। यस्तो जाडो भयो नि यार केटाकेटी हो, यहाँ हेर भ्यू हेर, लभली छ तर जाडो एकदम छ यार। बरफ पातो 6 मिनट कुद्नु पऱ्यो यार यस्तो चिजोमा। अब मेरो यो प्याकेज मलाई लिन छ, डिएचएलबाट आएको छ। यो बाटोमा यतिचोटि आइसक्यो यो बाटो, जहिले भुत्तिन्छु कि जहिले भुत्तिन्छु। कहिले अर्को गली छिर्छु, कहिले अर्को गली छिर्छु, के हो यस्तो यार। त्यहाँदेखि केही छैन, अब चाहिँ अलिकति टाढा गएर चाहिँ यो प्याकेज उठाइहालौँ, त्यसपछि अलिकति अझै काम छ, त्यहाँदेखि भ्याइहालौँ है। म झन्डै खाली याद गएको अहिले घर, झन्डै। किनभने हामीले त्यो हाउसवाइफ चाहिँदो रहेछ नि त, त्यो पोस्टहरू लिनलाई, पोस्ट जेसुकै होस्, तर त्यो पासपोर्ट चाहिँदो रहेछ। मसँग पासपोर्ट थिएन। प्लस के भन्छ नि, त्यो फोटो पनि देखाएको भए हुन्थ्यो, कहीँ ठाउँ देखाएको, फोटोले नि काम गर्दैन क्या, तर फोटो देखाउँदा नि हुन्थ्यो भने अहिले। अनि मैले फोटो खोजेको, यत्रो खोजेँ पाएन। अनि बल्ल मलाई याद आयो, मैले मम्मीलाई पठाएको रहेछ त्यो पासपोर्टहरूको सबैको आफ्नो डकुमेन्टहरूको फोटो, बल्ल त्यहाँबाट खोजेर चाहिँ पाएँ। अनि बल्ल मैले आफ्नो प्याकेज पनि पाएँ। मैले यो टोपी लगाएको देखेर र पुरै कालो लुगा लगाएको देखेर सबले मलाई आतङ्कवादी सोचिरहेको कि अब सब मलाई देखेर भइरहेको। जुत्ताहरू फेरि यहाँ टन्नै छ, तर जुत्ताहरू अब अहिले चाहिएन, पैसा भएको बेला किनौँ ल। तर लुगाहरू चाहिँ म किन्नै पर्छ। यहाँ चाहिँ अलिकति सस्तो पर्छ मलाई। यो कम्बोहरू चाहिँ मनपर्छ कि, जस्तो कि यो जुदेको छ नि, यस्तो कम्बोहरू चाहिँ खतरा मन परेको थियो। अस्ति पनि मैले एउटा किनेको थिएँ, यो चाहिँ मैले अस्ति किनेको थिएँ, फेरि मलाई किन्न मन लाग्यो। प्राइस ट्यागहरू चाहिँ नदेखाऊँ, फेरि तिमीहरूले यत्रो विदेश बसेर पनि सस्तो लाउँछस् भन्छ। तर केही छैन, अब घर बस्दा लाउनु त जति किने पनि भइहाल्यो नि, होइन त। लिइदिउँ कि के हो, कुन कलर यो बेटर हो कि यो बेटर हो। तर फेरि योसँग फेरि सुरुवाल नै राम्रो छैन क्या, त्यही भएर म अलिकति मजाले खोज्छु है। अनि त्यसपछि म तिमीहरू घर गएर चाहिँ देखाउँछु म कुन किनेछु भनेर। अहिले चाहिँ म देखाउनु सक्दिनँ है, देखाउनु पनि सक्दिनँ, सक्छु तर पनि अहिले किन्नमा ध्यान दिनु। केही नै किनेन यार, केही नै मन परेन। अस्ति नै भर्खर एउटा किनेको थिएँ, मन परेर फेरि अर्को किन्छु भनेर त्यस्तै सेम अलिकति छुट्टै कलर किन्छु भनेको थिएँ, तर मनै परेन क्या, अलिकति पनि मन परेन। त्यही भएर अब चाहिँ नकिनौँ, पैसा पनि धेरै छैन है, पैसा पनि बर्बाद गर्नु हुँदैन, सम्हाल राख्नुपर्छ। सेभिङ्स गाइस, सेभिङ्स। मार्टमा एन्ट्री गर्दै तिमीहरूको दाइ अब के किन्नुपर्छ भन्दा एकदम बाहिरबाट त मैले यो उठाइसकेँ होइन। अब मलाई अझै के कोक पनि किन्नुपर्ने छ। आज त यहाँ चाहिँ पाउँछ है, यो चाहिँ अलिकति ठुलै, अलिकति होइन धेरै ठुलो नै मार्ट छ यो। यहाँ चाहिँ सबै कुरो पाइन्छ। यहाँ अब मलाई के किन्नुपर्छ भन्दाखेरि चाहिँ मैले नोटमा हेर्नुपर्छ। हेरिहालौँ, फुल 5% चार्ज छ केटाकेटी हो। के खोल्यो यो, बुलडक चिकन जेडी भनेको के हो थाहा छैन, यो त्यो मिस्टेकले हो। टोर्टिला र कोक, ल 5वटा सामान किन्नु छ। बुलडक चिकन, ल फर्स्ट हामी कहाँतिर लागौँ भन्दाखेरि चाहिँ फर्स्ट हामी चिकनतिर लागौँ है। यहाँ चाहिँ चिकनको खदेर छ, खदेर। अब कुन चिकन किन्ने भन्दाखेरि एकदम यहाँ एकदम कन्फ्युजन, एकदम धेरै है। यो अब लेग पिस छ,
मलाई चाहिने भनेको चेस्ट पिस हुन्छ छैन के अरे यहाँ सबै सकिसक्यो क्या हो अझै खोज्नुपर्छ मैले मासु पकाउनु पर्यो तर के पकाउनु त्यो मासु पकाउनु भयो क्या अब के बोल्छ बुढी के बोल्छ यार छैन यार मादर कसम कसम यहाँ आउनुपर्ने हुन्थ्यो क्या यहाँ आउनुपर्ने हुन्थ्यो एउटा छ त्यो 600 ग्रामले केही पनि हुँदैन हामी दुईजनालाई टन्नै खान्छौँ टन्नै त होइन दुईजना खाऊँ तर टन्नै खान्छौँ त्यही भएर चाहिँ हुँदैन त्यही पनि अब के गर्ने यो बिग्रेको जस्तो त छैन के अरे है यही उठाइदिउँ अब के गर्ने किलोको छैन भोलि अब फेरि खानु मन लाग्यो भने भोलि फेरि किन्न आउनु नि त कसो यो हो नि त रियल मार्ट भनेको यो हो नि त यस्तो हुनुपर्छ मार्ट भनेको अब चाहिँ मलाई 2 लिटरको चाहिँ चाहिन्छ 2 लिटरको 2टा उठाउँ है अब 2 3 दिन बस्ने भाइ लपले बेलै ओ यहाँबाट निकाल्ने हो कि म त च्याट दिएँ यार निकालिदिउँ 2टा के छैन भिडियो बनाउनु पाउँदैन भनेर अहिले करायो भने सक्यो एकछिन खै निस्किँदैन पाखे निस्किन यत्रो दिन पछि भेटेको मजाले निस्किन त्यसपछि म त्यो सबै सामान किनेको चाहिँ भिडियो देखाउँदिनँ है तिमीहरूलाई किनभने फेरि धेरै लामो भिडियो हुन्छ यो किनेकै ल यति चाहिँ भयो 2टा चाहिँ भयो अनि अरू के किनिसक्यो भनेर चाहिँ म चाहिँ तिमीहरूलाई पछि भन्छु है पछि भन्छु के सबै सामान किनिसक्यो भने अहिले चाहिँ भर्ने काम गरौँ ल अहिले चाहिँ यति नै अब घर पुगेर चाहिँ ब्लग स्टार्ट गरौँ अब यो यत्रो ठुलो छ कि बाहिर जाने बाटै बिर्सिन्छु क्या कहाँबाट हो यताबाट गयो नि सबै मान्छेहरू जता गयो नि भिड हुन्छ अनि त्यही भएर चाहिँ थाहा नै हुन्न क्या कुन यही बाटो रहेछ नि ठ्याक्कै फेरि तिमीहरूलाई भन्ने बित्तिकै पाइहाल्छु कि मैले बाटो तिमीहरू भनेको भन्नु तिमीहरूलाई हेलोबिनको कट्टुन छ कि क्या कट्टुन देखिरहेको छु त ल त्यही गरिहालौँ है यता यहाँ त है जे किन्न जाँदा नि यसरी झोला बोक्नुपर्छ अनि यसरी हिँड्नुपर्छ ठुम्मक्क जाति त्यो त के अरे त्यो देउबिनी भाउजूको याद आयो के नाम रे त्यो भाउजूको भाउजू त होइन सुड्डी भइसकेको थियो बिचरा त्यो ठुम्मक आन्टी के नाम रे नाम नै बिर्से के छैन त्यसरी हिँड्नुपर्छ गाह्रो छ है अनि त्यो बिल्डिङ देखिरहेको त्यो है त्यो क्या खतरा पको शान्तिर त्यो बिल्डिङ देखिरहेको त्यो मेरो हो क्या तर फेरि तिमीहरूले भन्छौ तिम्रो रुम त सानो छ भनेर म दिखावा गर्न चाहदिनँ त्यही भएर चाहिँ मैले अलिकति रेन्टमा दिएको छु त्यही हो म चाहिँ सानो घरमा बस्छु मेरो बानी छ कि दिखावा नगर्ने सबैलाई बाटेर मिलेर अनि दिने त्यही भएर चाहिँ अगाडि एउटा मान्छे आउँदैछ तर मलाई लाज लागिरहेको तर म हट्दिनँ मान्छे देखाइसक्यो मैले है पछाडि कति धेरै मान्छे छ तर लाज मारेर केही हुँदैन हेर जिन्दगीमा गाइस उनीहरूले तिमीहरूलाई के दिने होइन तिमीहरूले उनीहरूलाई के दिने होइन त्यही भएर आफ्नो जे मन लाग्छ त्यही गरौँ है फाइनली घर पनि आइपुग्यो है अब चाहिँ अलिकति केही खाऊँ केही खाएर चाहिँ फटाफट ढल्क्यौँ अलिकति यसो रेस्ट टाइम पनि त चाहिन्छ नि म अघि सिधै कामबाट आएर त्यो ब्लग स्टार्ट गरेको अनि यसो अब खाएर चाहिँ अलिकति रेस्ट लिउँ है अनि त्यसपछि भाइ आएपछि भाइसँग सिधै डाइरेक्ट भाइसँग भेटौँ अब त्यसपछि ए अनि साँच्ची यार मैले त आफ्नो प्याकेजको बारेमा त बिर्सि नै राखेँ पक्का तिमीहरूलाई पनि देखाउँछु कहाँबाट देखाउनु यहीँ बस्छ है कस्तो देखेछ मलाई थाहा भएन होइन तर अब जस्तो देखेछ हेर तडिपिरहने कति दिन कुरायो यो प्याकेजले मलाई थाहा छ म्याक्सिमम मिनिमम 10 दिन ओहो लैबरी मोजा थिएन क्या मसँग मेन होइन के हो यो अब के हो यस्तो ए ओ माई गॉड प्रिसियस बिर्सिरहेको त वाह बडा लब्बली कानमा लगाउँछ त झन् क्या सुहाउँछ त अनि वाह लपली यो चाहिँ मेरो लाइट होइन किनभने चाहिँ म टिकटकमा बस्दा अलिकति कालो आएँ टिकटकमा लाइभ बस्दा अलिकति कालो आएँ त्यही भएर चाहिँ लाइट भेरी इम्पोर्टेन्ट है त्यसपछि चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ ओ तर कत्रो सानो हो 1 मिनट गाइस 1 मिनट कत्रो सानो हो यो त अनि धोका दिन्छ यार साइनले ओहो सिन हो कि साइन के भन्छ नि त्यहाँको चाहिँ हो यो
फुलले चिप्लो रहेछ त यार फुलले दिन्छु खेल्ने हो ह्याप्पी तिहार चिसो बिहार तर यो 52 भन्दा बढी जस्तो लाग्यो है यसलाई पनि साइड राखौँ है अलिकति धेरै यहाँ तास देखायो भने फेरि अहिले टिकटक यो के अरे युट्युबले ब्यान गरिदिन्छ त्यही भएर चाहिँ ल यति नै हो हाम्रो हल होइन मेन चाहिँ कस्तो चिप्लो रहेछ यार यो मादर सरी अब चाहिँ हाम्रो आउँछ मेन कुरो झड्किरहने मनै त हो नि कस्तो देख्यो गाइस कमेन्टमा फटाफट अहिलेको अहिले भनिहाल है अहिलेको अहिले भनिहाल कस्तो देखेछु म पनि हेरौँ न ओइ के हो तिम्रो नाम बहिनी परिचय पाम खतरा देख है ल अहिलेको लागि चाहिँ यति नै है ओ